इन्टरनेशनल स्टुडेन्ट्स युएसएमा स्टेम कोर्स लिनुको फाइदा चाहिँ के हो त? पहिला स्टेम कोर्सेसमा कस्ता कस्ता कोर्सेस हुन्छ भनेर त्यो थाहा पाउनुहोस्। डेटा एनालिटिक्स, बिजनेस एनालिटिक्स, कम्प्युटर साइन्स, आइटी, इन्जिनियरिङ, एआई, मसिन लर्निङ हो यस्तै साइन्स एन्ड टेक्नोलोजीसँग रिलेटेड कोर्सेसहरू हुन्छन्। र अब बुझौँ ओपिटीको बारेमा। तपाईहरूले आफ्नो स्टडी भ्याइसकेपछि चाहिँ तपाईहरूले 1 इयरको ओपिटी पाउनुहुन्छ। ओपिटी पाइसकेपछि चाहिँ तपाईहरूले आफ्नो रिलेटेड फिल्डमा इन्टर्न अथवा काम गर्न सक्नुहुन्छ। यदि तपाईहरूको स्टेम कोर्स छ भने आफ्टर 1 इयर चाहिँ तपाईहरूले आफ्नो ओपिटी चाहिँ 24 मन्थ एक्सटेन्ड गर्न सक्नुहुन्छ। इन टोटल ओपिटीमा चाहिँ तपाईहरूले 3 इयर्स काम गर्न सक्नुहुन्छ। र नेक्स्ट भनेको चाहिँ युएसए को जब मार्केटमा अरू कोर्सेस भन्दा स्टेम कोर्सेसको चाहिँ धेरै डिमान्ड छ। र स्यालेरीको कुरा गर्नु पर्दाखेरि यदि तपाईँ स्टेम कोर्स रिलेटेड जब नै गर्नुहुन्छ भने अरू सेक्टरको कम्पेरिजनमा तपाईँको एभरेज स्यालेरी पनि हायर नै हुन्छ। र लास्टली तपाईहरूले ओपिटीमा 2-3 इयर्स काम गरिसकेपछि तपाईहरूले H1B भिजा पाउने चान्सेस चाहिँ धेरै हाई हुन्छ, किनभने तपाईहरूले 2-3 इयर्समा चाहिँ इनफ एक्सपिरियन्स पाइसक्नु भएको हुन्छ।